हेलो साथीहरु, तपाईलाई फेरि पनि स्वागत छ आजको यस नयाँ भिडियोमा। यदि तपाईले चाहिँ म्यादी पढेमा चाहिँ फर्म भर्नुभएको छ भने तपाईहरुको लागि अति नै महत्त्वपूर्ण मोडल क्वेशन रहेको छ। परीक्षा दिन जाँदा चाहिँ एकपटक अवश्य हेर्नु होला। यो भिडियोमा अति नै महत्त्वपूर्ण प्रश्न उत्तर रहेको छ। साथीहरु, आजको भिडियो चाहिँ ढिला नगरिकन स्टार्ट गरौँ। क्वेशन नम्बर 1 मा रहेको छ, नेपालमा जम्मा महानगरपालिका संख्या कति रहेको छ? अप्सन ए मा 6, अप्सन बी मा 11, अप्सन सी मा 77, अप्सन डी मा 7। यसको सही आन्सर रहेको छ अप्सन ए को 6 वटा। त्यस्तै गरी क्वेशन नम्बर 2 मा रहेको छ, नेपालमा जम्मा वार्ड संख्या कति रहेको छ? अप्सन ए मा रहेको छ 6743, अप्सन बी मा 6745, अप्सन सी मा 6758, अप्सन डी मा 6790। सही आन्सर रहेको छ अप्सन ए को 6743। त्यस्तै गरी क्वेशन नम्बर 3 मा रहेको छ, नेपालमा कोशी प्रदेशमा कति जिल्ला रहेका छन्? अप्सन ए मा 8, अप्सन बी मा 10, अप्सन सी मा 13, अप्सन डी मा 14। सही आन्सर रहेको छ अप्सन डी को 14 वटा। त्यस्तै गरी क्वेशन नम्बर 4 मा रहेको छ, नेपालमा लुम्बिनी प्रदेशमा कति जिल्ला रहेका छन्? अप्सन ए मा 10, अप्सन बी मा 12, अप्सन सी मा 13, अप्सन डी मा 14। यसको सही आन्सर रहेको छ अप्सन बी को 12 वटा। त्यस्तै गरी क्वेशन नम्बर 5 मा रहेको छ, नेपालको सबैभन्दा कम जिल्ला भएको प्रदेश कुन हो? अप्सन ए मा मधेस, अप्सन बी मा कोशी, अप्सन सी मा लुम्बिनी, अप्सन डी मा बागमती। यसको सही आन्सर रहेको छ अप्सन ए को मधेस। त्यस्तै गरी क्वेशन नम्बर 6 मा रहेको छ, नेपालको सबैभन्दा धेरै स्थानीय तह भएको प्रदेश कुन हो? अप्सन ए मा कोशी, अप्सन बी मा बागमती, अप्सन सी मा गण्डकी, अप्सन डी मा मधेस। यसको सही आन्सर रहेको छ अप्सन ए को कोशी। त्यस्तै गरी क्वेशन नम्बर 7 मा रहेको छ, नेपालको सबैभन्दा कम स्थानीय तह भएको प्रदेश कुन हो? अप्सन ए मा कोशी, अप्सन बी मा कर्णाली, अप्सन सी मा गण्डकी, अप्सन डी मा लुम्बिनी। यसको सही आन्सर रहेको छ अप्सन बी को कर्णाली। त्यस्तै गरी क्वेशन नम्बर 8 मा रहेको छ, नेपालको सबैभन्दा बढी नगरपालिका भएको जिल्ला कुन हो? अप्सन ए मा सर्लाही, अप्सन बी मा रौतहट, अप्सन सी मा नेपालगञ्ज, अप्सन डी मा काठमाडौँ। यसको सही आन्सर रहेको छ अप्सन बी को रौतहट। त्यस्तै गरी क्वेशन नम्बर 9 मा रहेको छ, नेपालको कान्छो जिल्ला कुन हो? अप्सन ए मा काठमाडौँ, अप्सन बी मा रामेछाप, अप्सन सी मा रुकुमपुर, अप्सन डी मा धनुषा। यसको सही आन्सर रहेको छ अप्सन सी को रुकुमपुर। त्यस्तै गरी क्वेशन नम्बर 10 मा रहेको छ, 7 तालको जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ? अप्सन ए मा कास्की, अप्सन बी मा डोल्पा, अप्सन सी मा धनुषा, अप्सन डी मा महोत्तरी। यसको सही आन्सर रहेको छ अप्सन ए को कास्की। त्यस्तै गरी क्वेशन नम्बर 11 मा रहेको छ, नेपाल र भारत बीचको सीमालाई के भनिन्छ? अप्सन ए मा रेड लाइन, अप्सन बी मा 10 गजा, अप्सन सी मा सीमा, अप्सन डी मा माथिका कुनै पनि होइन। यसको सही आन्सर रहेको छ अप्सन बी को 10 गजा। त्यस्तै गरी क्वेशन नम्बर 12 मा रहेको छ, नेपालको संविधानको अनुसूची 1 मा के रहेको छ? अप्सन ए मा राष्ट्रिय गान, अप्सन बी मा राष्ट्रिय झण्डा, अप्सन सी मा प्रधानमन्त्री, अप्सन डी मा राष्ट्रपति। यसको सही आन्सर रहेको छ अप्सन बी को राष्ट्रिय झण्डा। त्यस्तै गरी क्वेशन नम्बर 13 मा रहेको छ, सुशीला कार्की कहिले प्रधानमन्त्रीमा नियुक्त भए? अप्सन ए मा 2082 5 24, अप्सन बी मा 2082 5 25, अप्सन सी मा 2082 5 26, अप्सन डी मा 2082 5 27। यसको सही आन्सर रहेको छ अप्सन डी को 2082 5 27। त्यस्तै गरी क्वेशन नम्बर 14 मा रहेको छ, 2082 सालको प्रतिनिधि सभा निर्वाचन कहिले हुन गइरहेको छ? अप्सन ए मा माघ 2082 माघ 21, अप्सन बी मा 2082 फागुन 21, अप्सन सी मा 2082 चैत 21, अप्सन डी मा 2082 वैशाख 21। यसको सही आन्सर रहेको छ अप्सन बी को 2082 फागुन 21 गते चाहिँ प्रतिनिधि सभाको निर्वाचन हुन गइरहेको छ। त्यस्तै गरी क्वेशन नम्बर 15 मा रहेको छ, नेपाल सरकारले सामाजिक सञ्जाल बन्द गर्न निर्णय कहिले गरेको थियो? अप्सन ए मा 2082 भाद्र 8, अप्सन बी मा 2082 भाद्र 29, अप्सन सी मा भाद्र यसको सही आन्सर रहेको छ अप्सन बी को 2082 भाद्र 29 गते। त्यस्तै गरी क्वेशन नम्बर 16 मा रहेको छ, नेपालको अग्लो हिम शिखर कुन हो? अप्सन ए मा कञ्चनजङ्घा, अप्सन बी मा सगरमाथा, अप्सन सी मा मकालु, अप्सन डी मा माथिका कुनै पनि होइन। यसको सही आन्सर रहेको छ अप्सन बी को। त्यस्तै गरी क्वेशन नम्बर 17 मा रहेको छ, प्रहरी दिवस कहिले पर्दछ? अप्सन ए मा भदौ मसान्त, अप्सन बी मा असोज मसान्त, अप्सन सी मा कार्तिक मसान्त, अप्सन डी मा भदौ 29। यसको सही आन्सर रहेको छ अप्सन बी को असोज मसान्तमा चाहिँ प्रहरी दिवस पर्दछ। त्यसै गरी क्वेशन नम्बर
18 मा रहेको छ म्यादी प्रहरीले ड्युटीको समयमा के प्रयोग गर्न पाउँछ? अप्सन ए मा लाठी, अप्सन बी मा ग्यास, अप्सन सी मा बन्दुक, अप्सन डी मा माथिका सबै। यसको सही आन्सर रहेको छ अप्सन ए को लाठी। त्यस्तै गरी क्वेशन नम्बर 19 मा रहेको छ निर्वाचनमा खटिने म्यादी प्रहरीको पारिश्रमिक कसको तलब सरह हुन्छ? अप्सन ए मा प्रहरी जवान, अप्सन बी मा प्रहरी हवलदार, अप्सन सी मा कार्यालय सहयोग, अप्सन डी मा सही। यसको सही आन्सर रहेको छ अप्सन ए को प्रहरी जवान। त्यस्तै गरी क्वेशन नम्बर 20 मा रहेको छ नेपालको सबैभन्दा गहिरो नदी कुन हो? अप्सन ए मा कर्णाली, अप्सन बी मा गण्डकी, अप्सन सी मा कोशी, अप्सन डी मा कमला। यसको सही आन्सर रहेको छ अप्सन बी को गण्डकी। त्यस्तै गरी क्वेशन नम्बर 21 मा रहेको छ नेपाल प्रहरीमा एउटा खुकुरी क्रस भएको चिन्ह मात्र भएको पद कुन हो? अप्सन ए मा प्रहरी जवान, अप्सन बी मा प्रहरी हवलदार, अप्सन सी मा प्रहरी निरीक्षक, अप्सन डी मा प्रहरी सहायक निरीक्षक। यसको सही आन्सर रहेको छ अप्सन बी को प्रहरी हवलदार। साथीहरु आजको भिडियो चाहिँ यतिकै थियो। भिडियो कस्तो लाग्यो, राम्रो लाग्यो भने लाइक, कमेन्ट र च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु। साथीहरु आजको भिडियो चाहिँ यहीँ गर्दै अर्को भिडियो लिएर आउने छु। बाइ।